हेर्दा कस्तो छ भन्दा पनि खाँदा कतिको हेल्दी छ कस्तो छ भन्ने कुरामा डिपेन्ड हुन्छ होला जस्तो लाग्छ कि मलाई हैन। आज चाहिँ मैले घरमा मोमो बनाएको थिएँ साथीहरू, तर मलाई त्यति धेरै र्याप गर्न चाहिँ आउँदैन हैन। अनि मैले चाहिँ मोमोको लागि चाहिँ प्याज पनि मसिनो बनाएर काटेँ, बन्दा काटेँ। अनि यो चाहिँ मैले किमा चाहिँ घरमै रेडी गरे हो। अनि यो सबै मोलमाल गर्नको लागि चाहिँ अघि काटकुट गरेको भेजेसहरूलाई चाहिँ मैले एकै ठाउँमा राखिदिएँ। अनि थोरै लसुन अदुवाको पेस्ट पनि राखिदिएँ। अनि मैले स्वादअनुसार नुन पनि राखेँ। अनि हामीले सधैँ डेली युज गर्ने नर्मल मसला पनि राखेँ भने मैले थोरै मोमोको मसला पनि राखेँ। मैले मसलाहरू धेरै युज गरिनँ। अनि यसलाई चाहिँ तेलले मजाले झानिदिएँ साथीहरू। अनि यसलाई चाहिँ मैले मजाले मिक्स गरिदिएँ। यसलाई चाहिँ सबै मसलाहरू चारैतिर लाग्ने गरेर मजाले मिक्स गरेर रेडी गरेँ। अनि मैले चाहिँ पिठो मुसेको भिडियो चाहिँ राख्नै बिर्सेछु हैन। अनि यो चाहिँ हामीले चाहिँ ठुलो रोटीहरूलाई ठुल्ठुलो बनाएर ग्लासले काटेको थियौँ। मलाई त्यति धेरै र्याप गर्न त आउँदैन, तैपनि खाना लायक चाहिँ भएको थियो। हेर्दा नराम्रो भए पनि खाना चाहिँ एकदम धेरै मिठो टेस्टी भएको थियो।